सबैलाई नमस्कार। म चाहिँ एउटा गरिब बुवाको कहानी भनिरहेको थिएँ। अस्ति एउटा आधा अंश भनौँ न, एउटा भाग हालेको थिएँ मैले। अब दोस्रो भाग आज भन्न गइरहेको छु। अब के थियो भने चाहिँ माई सर्भन्ट भनेको बुवालाई चाहिँ धेरै दुःख लागिरहेछ। त्यो हजुरले सुन्नुभयो होला नि त। अब चाहिँ आमाले धेरै बिन्ती गरिन्, फेरि त्यसले गल्ती गर्यो। यो छोराछोरी कसो गल्ती गर्दैनन् र? एकचोटि गल्ती गर्यो भने माई सर्भेन्ट भन्यो र मेरो नौकर भन्यो। यसको लागि अब एकचोटिलाई उसलाई माफ गरिदिनु। छोरा हाम्रै हो के र? अब यति दुःख गरेर पढाइसके, अब के गर्ने? अब गर्नु पऱ्यो, जे गर्नु हो गर्ने, पछि गर्ला, केही सम्झला होइन भनेर आमा धेरै बिन्ती गर्छिन् बुढासँग। उसको आमा नि अब ऊ चाहिँ बुढा त होइन म त त्यहाँ जाने होइन भनिसकेको थियो पहिल्यैदेखि। अब आमाको मन त मान्दैन। उता दिन बित्दै गए। अब लगेको पैसा रासन चाहिँ त सिद्धिया होला नि त। अब धेरै दिन भइहाले। उताबाट चिठी आउँछ छोराको, ल बा, आमा बा, रासन त सिद्धियो, पठाइदिनु, ल्याइदिनु भनेर धेरैचोटि चिठी आयो। अब त्यहाँबाट बुढाको मन मरिसकेको थियो नि त। अब नजाँदाखेरि अब चाहिँ छोरालाई पनि आपत्ति पऱ्यो नि त। अब सहरमा बसिया छ पढ्नलाई। महँगो चिज उहाँ त अब सब चिज महँगै पर्छ नि त। अब के गरोस् बिचरा। बुवा चाहिँ नाराज, एकदमै दुखी भएर फर्किया छ छोरा देखेर। आमाले बाटो देखाएको छैन, त्यहाँ जान्थे र म जान्छु कसैसँग भने चाहिँ सँग जाने मान्छे पनि हुनु पऱ्यो। धेरै दिन बितिसक्यो। अब चाहिँ गुजारा कसरी गरोस् त? पढाइ छ छोराको, पढाइ पनि ट्यालेन्टै छ, फेरि राम्रो छ। ट्यालेन्टै हुनाले त गाउँबाट सहर पठाएको थियो नि त पढाउनलाई। अब दिन बित्दै गए, छोरासँग न पैसा छ न रासन छ। अब साथी थियो, मन मिल्ने साथी थियो नि त। अब केही दिनको गुजारा त साथीसँग मागेर सरसापाटी गरेर गराएर रहेछ। अब कतिसम्म अर्कासँग मागेर कतिसम्म चलोस्? एउटातिर भाडा पनि तिर्नै पऱ्यो, आफ्नो पढाइ खर्च चाहियो, अनि खानाको रासन चाहियो, यताउता। अब त्यो साथी कति दिनसम्म गरिदियोस् हेल्प होइन? अब केही दिन त गरिरहेको रहेछ, त्यसले 2-4 महिना त गर्यो हेल्प। दोस्रोचोटि अब साथीसँग भनिरहेको रहेछ, अब मेरो घरबाट खै के भइया होला, अब गरिदिए पछि चाहिँ म एकैचोटि तेरो हिसाब गरिदिउँला भन्दाखेरि नै साथीले पनि अब योभन्दा ज्यादा त म पनि घरबाट मगाउँछु यार, रासन घरबाट लिएर आउँछु, म त त्यति पनि तिर्ने सक्दैन, पैसा म पनि पढ्दैछु तैसँग, ज्यादा म दिन सक्दैन। त जे गर्छस् भाइ, म सरी, या त अरूसँग माग, मसँग यति हो, हेल्प गरिदिएँ मैले यतिका दिनसम्म, म गर्दैन सक्दैन भनेर साथीले पनि त्यसलाई यो गरिदियो नि त, नाइ भनिदियो नि त त्यसलाई। अब गर्न सक्दैन, हेल्प म याभन्दा ज्यादा सक्दैन, सरी भनिहालेको रहेछ। अब के गरोस् बिचरा। उतातिर घरबाट बुवा पनि ल्याइदिन्न, उतातिर साथी पनि त्यो एउटा मिल्ने साथी थियो, त्यसले पनि दिन्न। अब चाहिँ अब दुखी भएर अब के गरोस् त? आखिर चाहियो पैसा, त खानलाई त पेटमा चाहियो, पैसा पनि तिर्नु पऱ्यो, पढाइ छ फेरि। अब दुखी भएर घरमा पुगेर रहेछ त्यो। अब फेरि घरमा आयो। आउँदाखेरि अब आमा बुवालाई ढोक गरेछ। अब बुवा त मतलब छैन, ऊ भएर के अरे मन मर्सिरहेको थियो नि त। बोलेन के छ कसो। पहिले धेरै माया गर्ने, उहाँ गएर यति गर्ने, बुवा चाहिँ मतलबै राख्दैन। ल ढोक गरेको पनि भग्यमानी भएस्, यो केही पनि भएन भनेर उतातिर मुख अलगै फर्का, यतातिर ढोक दियो भने यतातिर मुख फर्काएर छ, मतलब छैन, त्यहाँबाट हिँडिहाल्छ छ बुढा। आमा त रुन लागि छोरालाई देखेर। रोएर छोराले पनि किन रुनु भएको छ आमा? म त राम्ररी आएको छु, मैले के त्यस्तो त मलाई त केही भएछ नि, हट्टाकट्टै छु। अलिकति यहाँबाट रासन आएन, म अलि सरसापाटी गरेँ, त्यसपछि पाएन, त्यही भएर अब खुद लिन आया हुँ। तपाईँ किन रुनु भएको छ भनेर भनिरहेको छ अब नि आमालाई। अब चाहिँ आमाले अनि रुँदै भनिरहेको रहेछ कि छोरा, बुवा त एकदमै दुखी छ नि त तँलाई देखेर। के हो त? के भनिआइस् तैँले? आफ्नो साथीसँग के भनिस्?
यो रासन पुर्याएको थियो उति बेला आफ्नो साथीलाई के भनिआएछ त्यस्तो होइन झस्याङ भएर रहेछ छोरा होइन के भनेर मैले यस्तो त्यस्तो केही भनि आएन होइन त्यो त तैँले त धेरै गलत भनिस् आफ्नो छोरालाई त्यस्तो आफ्नो बुवालाई त्यस्तो भन्ने हो छोराले यस्तै सोच्लास् यस्तो सोच होला तेरो भनेर मैले हामीले आफै दुःख गरेर नलाइ तँलाई पठाएँ उहाँ त यहाँ उहाँ चाहिँ बजारमा अब गाउँको यो धुलो गाउँमा हामी आटो ढुटो जे छ त्यो खाएर तँलाई राम्रो राम्रो खाना खुवाएर अर्काको मजुरी गरेर हामी दुइटै बुढाबुढी कमाएर तँलाई पढाउने भनेर त्यहाँ ऐसमा राखेँ तैँले लास्टमा आफ्नो बुवालाई त्यस्तो भन्ने हो त्यही हो तेरो यो त्यही सिकाएछ आजसम्म शिक्षा भने रहेछ अनि झस्याङ भएर के भनेर मैले के भन्नुभयो त बुवाले भनेर यस्तो त भने आयो कि तैँले आफ्नो साथीलाई अङ्ग्रेजीमा भनिस् तैँले माई सर्भेन्ट हो तेरो साथीले को हो त्यो बुढो भनेर सोद्धाखेरि राम्ररी मेरो बुवा पनि भन्न सक्निस् तैँले माई सर्भेन्ट भनिस् अनि त्यो त माई सर्भेन्ट भन्ने त अब त बुढालाई त थाहा थिएन अङ्ग्रेजी त आउँदैन अनि यतातिर गाउँतिर आएर कसैलाई सोध्या रहेछ माई सर्भेन्ट भनेको मेरो नौकरो भने रहेछ तैँले नौकरो भनिस् आफ्नो बुवालाई भनेपछि त के को छोरा आइस् त त्यति तँलाई यति यो दुःख गरेको त्यही भन्लास् भनेर हो भनेछ त्यसपछि रोया रहेछ छोरा अब छोरा पनि के गरोस् लजाउने रहेछ नि त अब साथी ठाँटमा बसेका छन् उसका आमा बुवा देखिया रहेछ ठाँटमा गएका अब उसले सोच्यो अब के हो लाज गर्ने हो कि अब के गर्ने हो यो भनेर मैले यसो हो आमा अब मैले लाजले गर्दाखेरि भने आउँ मैले त्यो धेरै गल्ती गरेँ अबदेखि गर्दैन म माफ पाऊँ भनेर आमाको खुट्टामा परेको रहेछ माफ माग्ने मसँग होइन मैले त के गरिरहेको छैन ल सुने त्यो केही छैन मैले त कति बिन्ती गरेँ त्यो बुवालाई पनि रासन पठाइदिनु पैसा पठाइदिनु लगेर जानु भनेर उहाँ चाहिँ दुःखी भइहाल्छ उहाँको चित्त कसरी बुझाउँछ बुझा मलाई मेरो खुट्टामा पढेर मसँग माफी मागेर केही हुनेवाला छैन जे गर्नु छ उहाँसँग गर भनेर छ अब त्यसपछि चाहिँ के गरोस् त पैसा त बुढाइसँग हुने हो अन्त कसैको प्राय धेरै जस्तो घरमा चाहिँ बुढाइसँग पैसा हुन्छ बुढीसँग त हुँदैन किन लेनदेन हिसाब किताब जाने त बुढाइले जान्छ नि त बुढीले जाउँदैन त्यही भएर चाहिँ के गरोस् गएर चाहिँ बुढाको खुट्टामा ढोगेर बुवा गल्ती भयो यताउता भनेर अबदेखि गर्दैन म अब सकेसम्म मैले राम्रो गरेको छु गर्न त पढाइ राम्रो गरेको छु अहिले पढ्दैछु तपाईँ अहिले एकचोटिलाई मलाई माफ गरिदिनुहोस् त्यसपछि पनि मैले त्यस्तो भनेपछि त्यसपछि नहेर्नु होला म तपाईँको लागि मरेँ म तपाईँ मेरो लागि मरेँ त्यसपछि भन्नु होला अहिले एकचोटिको लागि एकदमै माफ गरिदिनु मलाई र यो अहिले चाहिँ म लगेर जान्छु आफूलाई चाहिएको दोस्रो चोटि आउनु होला जरुर त्यसपछि म त्यसै साथीको चाहिँ के अरे साथी जसरी मेरो साथी थियो त्यहाँ त्यसैसँग बसेर म तपाईँलाई के भन्छु के भन्दैन त्यसपछि विश्वास गर्नुहोला अहिलेको लागि मलाई माफ गरिदिनुहोस् ल ल्याउनुहोस् मैले उहाँ साथीसँग मागेको छु पैसा अलिकति उसको पनि तिर्नु छ फेरि रास गर्नु पनि तिरेको छैन त्यो पुरा जति हुन्छ म लगेर जान्छु केही महिना लाग्यो भने लगेर जान्छु अनि उसको तिर्नु पनि छ पछि सब ठिक भइहाल्छ बुवा मलाई माफ गरिदिनु एकचोटिको लागि सिर्फ माफ गरिदिनु होला पछि आइन्दा मलाई यदि मैले गल्ती गरेँ भने चाहिँ कहिल्यै माफ नगर्नु होला ल यो मेरो कसम भयो बाचा भयो भनेर कसम खाया रहेछ यताउता रोया रहेछ कराया रहेछ अबदेखि गल्ती भयो मैले गु खाएँ बिराएँ यताउता अब केही गर्दैन बुवा त्यस्तो भन्दै भनेन हजुर भनेको त मेरो भगवान हो हुन पनि आमा बुवा भगवानै हुन् आफूले त्यत्रो दुःख गरेको छ उहाँ बजारमा ठाँटसँग छोरालाई पठाएको छ आफूले खाया छैन यहाँ एक छाक खाया छ भनौँ न मजुरी गरेर अर्काको मजुरी गरेर उहाँ छोरालाई पढाएको छ नि त पठाएको छ छोरा पनि अलि पढे लेखेको हुन त अलि लजाएर त्यसको मनमा त पाप थिएन लजाएर भनेको रहेछ कि त्यसले मेरो नगरो भन्दाखेरि त्यही अब त्यो सानो कुराले चाहिँ कत्रो रूप लियो लिन पनि अब यतिसम्म भोग्यो कि भोगेर हुने बाध्यता पऱ्यो नि त बजारमा गाउँमा त
यताउता घर सरसाबाटी गरेर पनि खान सकिन्छ। बजारतिर त कोही हुँदैन नि त अब आफन्त भन्ने कुरा। आफन्त कोही साथी थियो उसले पनि मनाइ गरिदियो अब म दिन सक्दैन भनेर कहाँबाट खाओस् बिचरा, फेरि आयो रुँदै आमा बाबुको शरणमा पर्नु पऱ्यो। त्यही भएर आमा बाबुको चित्त नदुखाउनु होला। आमा बुबा भनेका जस्तो सुकै होस् भगवान हुन्, भगवान भन्नै पर्छ। अहिलेलाई चाहिँ यत्तिकै, अर्को कहानी चाहिँ अर्को पार्टमा तेस्रो भागमा भन्ने छु। हस्त सबैलाई नमस्कार, धन्यवाद। लाइक सेयर कमेन्ट गरिदिनु होला। यो अर्को पार्टको इन्तजारमा बस्नु होला। हस्त नमस्कार।